Hey 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 ho 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 la 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 मै हुँ भन्ने नेताहरू सबैजना भ्रष्ट सबैजना जनताले देखेका छन् भ्रष्ट ठुला बडा भनौँदालाई सधैँभरि मस्ती सोझा साझा जनतालाई जहिले पनि शास्ति आजैबाट लागि हालौँ नबसौँ है कुरी आजैबाट लागि हालौँ नबसौँ है कुरी चुरी भुरी चुरी भुरी चुरी भुरी चुरी भुरी उद्योग धन्दा कल कारखाना ठप्प भएपछि केही गर्ने वातावरण कतै नभएपछि बेरोजगार युवाहरू किन देशमा बस्थे काम र मामा पाको भए किन खाडी पस्थे आजैबाट लागि हालौँ नबसौँ है कुरी आजैबाट लागि हालौँ नबसौँ है कुरी चुरी भुरी सक्यो इनका चुरी भुरी सक्यो इनका चुरी भुरी झौरे आसे पासे कै छ हाली माली अनुदान पचाउन गर्छन् कृषि पनि जाली देशलाई साह्रै भार भयो नेता मात्रै पाली फुलबारी यो देशको हामी बन्नु पर्छ माली आजैबाट लागि हालौँ नबसौँ है कुरी आजैबाट लागि हालौँ नबसौँ है कुरी चुरी भुरी सक्यो इनका चुरी भुरी सक्यो इनका चुरी भुरी चुरी भुरी सक्यो इनका चुरी भुरी सक्यो इनका चुरी भुरी इनका चुरी भुरी भाउजू म जान्छु नि पानी लिन साधनी चिया ल्याऊ ल ए पूर्वे खाना चाँडै आइजो नि भाउजूले धेरै कुराइरहने होइन यो भाइलाई पनि कहिल्यै सम्हाल्न सकिएन न कुनै काम गर्छ न विवाह नै गर्छ न विदेश जान्छ हो हजुरहरु जस्तै नेताले गर्दाखेरि हाम्रो गाउँमा मान्छे मर्दा मलामी जाने मान्छेसम्म छैन किन विदेश पठाउनु पर्यो बाबुलाई यही केही गर्न लाउँदा हुन्न विदेश नगएर के गर्छ त यो पढान दासले गाउँलेहरूले नाम बिगारेर खिउजे भन्न थालिसके हजुरको ओडामा
कृषि अनुदान भन्ने आउँछ अरे नि त। सबैको आफ्नो आफ्नो मान्छेलाई पार्छन्। हाम्रो पनि बाबुलाई भनेर हाम्रो पनि खेतीपाती टन्नै छ, त्यही खेतीपातीमा केही गरौँला नि। तिम्रो देवरले यहाँ खेत जोतेर बस्छ नि, उसै त केही भन्नु हुँदैन, स्वात्तै निला जस्तो गर्छ। म आज बाबुलाई राम्रोसँग सम्झाउँछु। म खाना पकाउनु गएँ। भोट माग्ने बेला चाहिँ मुसा बिरालो जसरी आउँछन्, अहिले चाहिँ वास्ता व्यस्ता केही छैन। यो अध्यक्षहरूलाई आफ्नो छोराछोरी पढ्न पाएका छैनन्। ए बुढी, के भएछ मेरी बाहुनीलाई? गाली गर्दै हिँडिरहेको छ त। के हुनु नि, स्कुलमा छोरीले पुऱ्याउन गएको सर्भिसहरूले त मलाई पो गाली गर्नुभयो। होइन, तिमीलाई चाहिँ गाली गरे किन? किन हुनु नि, स्कुलमा छोरीले होमवर्क नबुझाएकै 3-4 दिन भइसक्यो रहेछ। तिमीले चाहिँ होमवर्क किन नगराएको त? तपाईँ पो बिहान सबेरै उठेर जानुहुन्छ, बेलुका आउनुहुन्छ। कहिले नारायण पूजा भने कहिले सप्ताह भने कहिले तिथि श्राद्ध भनेर हिँड्नुहुन्छ, बेलुका मात्रै आउनुहुन्छ। घरमा बत्ती छ कि छैन तपाईँलाई थाहा छ? म बिहानै उठेर नहिँडे, तिथि श्राद्ध नगरे घर कसरी चल्छ? विद्युत प्राधिकरणमा कसको सालो ल्याएको छ रे? त्यो सालो त सालो हो, त्यसको मन त असाध्यै कालो रहेछ। सालोले यो दुनियाँलाई कालो बनाइदियो। हुँदा हुँदा यस्तै मेरी गोरी बुढीलाई सुद्धा रिसाले कालो बनाइदियो। छोरीलाई सोधे होमवर्क गरिसके भन्छ, बत्ती गएको गाई गर्छ। आज बेलुका घर आउँदाखेरि मैनबत्ती किनेर ल्याउनु नि। हेर बुढी, तिथि श्राद्धमा जजमालाई पनि चार्ज लाइट मैनबत्ती दान गरेर भन्नु पर्ला, कसले किनिराख्छ? हुन त हो नि, दिए त भइहाल्थ्यो। जाम चाल नि, खाना बस्छ त, पढेर ढिलो भयो। हिजो त खाना आफै बसेर खानु भएको थियो अध्यक्षज्यूले, आज पनि आफै बसेर खाए हुन्छ नि। तिम्रो भात तिमी नै खाऊ, म ओडातिरै खान्छु। बिहान त्यस बेला पानी लिन गएको मान्छे यस बेला आउने, सबै कामचोर। के टल्लो परेर भित्र जाऊ। के हो सालो? अच्छा, ओडा अध्यक्ष हो क्या अरे? अनि आजभोलि ओडामा घुस कमिसन खान पाइँदैन क्या हो? रिसती सबै घर परिवारलाई फेर्या छ त। टोपी चुचो मान्छे चुचो। तारकेश्वरतिर बस्या भने त गुजेश्वरीबाट भान्जे बाबुले ल्याए, त्यतैतिर बस्या भयो नि हुन्थ्यो नि। मेरो कान त सुन्ने भएको थियो नि। मलाई टेन्सन भएको छ, धेरै नबोलिरहनु बिनाजु। सालो मात्रै होस् र त महासालो होस्, त मात्रै पैसा खुरु खुरु कमाउने, मेरो छोरो टुलु टुलु हेरेर नि पैसा नकमाउने। टोपी चुचो मान्छे चुचो, के भन्नु? सालो यो सालो भन्ने शब्द पनि कस्तो तुच्छ भएछ हाम्रो देशमा। अर्को चुचेको सालो आइपुग्यो। नमस्ते वडा अध्यक्षज्यू। नमस्ते नमस्ते। हाम्रा देशका नेताका सालाहरू नि गर्नु गरे होइन त वडा अध्यक्षज्यू? बुढो बाजेले के भन्न खोज्नु भएको? कहिले चुच्चिया सालो भन्नुहुन्छ, कहिले नेताहरूको सालो भन्नुहुन्छ। तपाईँले कुरा गर्न खोज्नु भएको चाहिँ के हो? अनि अहिले त वडा अध्यक्षज्यू कुन चाहिँ नेताको सालो आएको छ अरे नि त प्राधिकरणमा? अहिले दिनको 10 चोटि पत्ती जान्छ। अहिले विद्युत प्राधिकरणमा कसको साला आएको छ अरे? मेरो बुढीले छोरीले होमवर्क नगरेर गाली खाएर आइछिन्। यस्ता नेताहरू हुनुभन्दा मरेकै बेस। जाउँ हिँड हामी। आज कस्तो दिक्क लाग्ने दिन भएको। न पानी पर्न सक्छ न घाम लाग्छ, धुम्म भएर बसिरहेछ। आज ओडा कार्यालय सार्यालय जान्न म। ए सुनिता, सुनिता, ए सुनिता। हजुर हजुर। त्यहाँ मामा घरमा दाइ छन् कि छैनन् हेरेर आऊ त। हस्। मामा घरमा त ढोकै बन्द छ बुढो। ए मोबाइल त भित्र चार्जमा पो राखेको छु। ए सुनिता। हजुर। जाऊ त,
भित्र मोबाइल लिएर ल हस् हुन्छ। ल खोइ त चार्ज बत्ती गएछ बुढो के गर्ने त अब? तेरिका बत्ती पो गएको। ल अब दाइलाई कसरी फोन गर्नु मैले? होइन यो बत्ती पनि दिनको 10 चोटि जान थालिसक्यो। यी ठुला बडका सालाहरूले गरी खान नदिने भए। सुनिता हजुर खोइ तिम्रो मोबाइलले त त्यहीबाट भए पनि फोन गर्नु पर्यो। मेरो मोबाइलमा चार्जै छैन। बाको मोबाइल भए पनि लिएर आउ त जाऊ, फोन त गर्नु पर्यो नि। तपाईँको मामा छोरालाई अघि नै गाली गर्दै हुनुहुन्थ्यो, अहिले त घरमा छैन, कहाँ जानुभयो थाहै छैन। अब बर्बादै भइगयो नि, अब कसरी कन्ट्याक्ट गर्ने होला? छोरी होमवर्क गरिराख। आज बाबालाई सघाउँछु नि है, जाऊ त त्यहाँ तल पसलमा गएर चिउरा लिएर आऊ है। बाबा म त जान्न, मैले मेरो होमवर्क गर्नुपर्छ। भए पर्दैन तँलाई, अहिले होमवर्क गर्नु बेलुका गरे नि हुन्छ। त्यहाँ त 1 किलो चिउरा लिएर आइज त। ल अनि हजुरलाई चाहिँ थाहा छैन आजकल कति बत्ती जान्छ भनेर? म आधारमा कसरी होमवर्क गर्ने? हो भाइ, छोरीले भने कुरो ठिक हो। आजकल यो नयाँ प्राधिकरण बिजुली प्राधिकरणमा कसको सालो भन्ने आएको छ अरे। दिनकै बत्ती निमाको निमै छ। हाम्रो नेपाललाई अन्धकार बनाइदिनु भयो। म त्यो सालोलाई भेटेँ भने निबुवाको अचार बनाएर खाइदिनु। म चाहिँ जान्छु, त पढेर बस 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 बस। अब जाउँ भने यस्तो दिक्क लाग्ने अल्छी लाग्ने दिन छ, नजाउँ भने दाइले गाली तेरी जड्या पो रहेछ। होइन कस्तो छिमेकी परे के, घरमा शान्तिसँग पनि बस्न नदिने। कस्तो कुरा गरे पियाजी? मैले शान्तिसँग बस्न दिएँ हो? त्यो सालो भन्डोटोले चाहिँ शान्तिसँग बस्न दिएँ भन न। कुरा त मिलाएर भन्नु यार। मैले शान्तिसँग बस्न दिएँ हो र? त्यो सालो भन्डोटोले शान्तिसँग बस्न दिएँ। पुरै बुझ्दैन यार, हाम्रो गाउँका मान्छे त्यस्तै हुन् क्या सबै। को सालो? तिम्रो सालोले बस्न दिएन भनेर मलाई डिस्टर्ब गर्न मिल्छ? घरमा म शान्तिसँग बस्न पाउँदिनँ? हेर न हेर, बुझ पेले त्यही नेता बनाउँदो वडा अध्यक्ष पिए बनेर हिँडे होइन? अझ सालो के हो भनेर मलाई सोध्ने? सालोको बारेमा थाहा छैन? होइन छोटु दाइ, तपाईँले के भन्न खोजे के मैले त बुझ्नै सकिनँ। अनि एउटा कुरा के भने, अब तिमी त नेताको पिए भनेर बसिरहेको मान्छे, तिम्रो घरमा त बत्ती जाँदैन होला नि है? किन जाँदैन छोटु दाइ? जान्छ नि, 5 चोटिसम्म जान्छ, 6 चोटि पनि जान्छ, कहिलेकाहीँ त 10 चोटि पनि जान्छ। नजाने भन्ने पनि कुरा हुन्छ। अनि तिमीलाई थाहा छ बत्ती कसको कारणले गएको हो? त्यही सालोको कारणले गएको बत्ती। हुन त त्यो नेताको सालोले पनि खुब नाम कमाएछ, यस्ता जडाले सुत हेर्न थालिसके। आफ्नै मामाको छोरो मेरो बाउको सालो हो, अहिले ओडा अध्यक्ष बनेर हिँडिरहेछ। हुन त म पनि उसैको पिए त हो नि। ल पिएजी, अब साह्रै कुरा छोडिदिउँ है। अब तिम्रो बाउ टोपी चुच्चोको सालोलाई भेट्यो भने म के गर्छु भन्ने मलाई मात्रै थाहा छ, तिमीलाई के थाहा छ? बुझ्यौ? अब कुरा त जडियाले सही नै गरे हो, तर के गर्नु, सबैजना यहाँ लिचडै छन्। लिचड साला, तैँले मेरो गाउँको 3वटा भाइको चाहिँ विदेश पठाउँछु भनेर पैसा खाएर भागिरहेको रहेछस्। त साला कति दिन भाग्छस्? कुनै दिन त मेरो अगाडि पर्लास् नि। साला फोनै काट्दियो। कसको सालो आइपुग्यो? साला त कसो साला, मलाई के थाहा? मेरो भाइहरूको पैसा खाएर भागेर रहेछ, त्यसैले थर्काएको।
सालो नि त्यत्तिकै सालो भन्न पाइन्छ त? आज त मेरो कान यो सालोले पाकिसक्यो। सालो हुनु पनि भाग्यमानी कुरो रहेछ। अहिले हाम्रो देश त्यही साला यसले चलाछ। हेर्नुहोस् अध्यक्षज्यू, अहिलेसम्म तपाईँको र मेरो केही नराम्रो भएको छैन, हुन नि नपरोस्। तर मैले सुनेको छु मेरो भाइहरूको पैसा खानेसँग तपाईँको मिले महत्त्व छ अरे। के भन्नुभयो तपाईँले? कुनै प्रमाण छ भने ल्याएर मलाई देखाउनुहोस्। सधैँ बाटो छेकेर नचाहिँदो कुरा चाहिँ नगर्नु नि। अब घरमा छोरीलाई जाने छोरी चिउरा लिएर आइज भने बाबा मलाई त होमवर्क गर्नु पर्छ, म चिउरा लिन जान्दिनँ, तपाईँ आफै जानु। बत्ती जान्छ फेरि बेलुका, बत्ती किन नजाओस् त? अब यहाँ आफ्नो एउटा भएको सालोलाई नेपालमा काम नपाएर विदेश पठाइयो। हाम्रो नेपालमा भने त्यही सालाहरूले देश चलाइरहेका छन्। अनि त्यस्तो देश सालाहरूले चलाएको ठाउँमा बत्ती आउँछ त? बत्ती आउँदैन नि, पुरै बुझ्दैन नि। अब मैले कहाँबाट पैसा सैसा छैन, त्यो बत्ती काट्ने सालोहरू भन्दा नि हाम्रो गाउँको वडा अध्यक्ष त्यो ध्रुवरामले चाहिँ ठिक पार्नुपर्छ क्या। त्यसो काम होइन त्यहाँ गएर भन्ने वडा अध्यक्षले गर्न सक्दैन भने हामीले भोट दिएर जिताएको हो, उनीसँग एक्लै नसके हामीलाई भन्नु पऱ्यो नि, हामी पनि साथ दिन्छौँ। त्यो वडा अध्यक्षलाई त म ठिक पार्छु नि। को सालो थियो? को सालो? को सालो भन्नु नि? बत्ती निभाउने को सालो भने? कसले निभायो बत्ती? हाम्रो छोरीहरूले होमवर्क गर्नु परेन? मैले निभाएको हो बत्ती? एउटा घरको बत्ती निभाउनलाई त बुढीलाई सोधेर निभाउनु पर्छ। मैले अरूका सालोको कुरा गर्ने मसँग? हामीले त्यत्रो दुःख गरेर घाम पानी नभनिकन भोट हालेर वडा अध्यक्षमा जितायो होइन? त्यसको बारेमा बोल्न परेन? बत्तीको बारेमा हामीले बोल्न पऱ्यो त्यहाँ पनि गर। देशका त्यत्रा ठुल्ठुला निकायमा बसेका मान्छेले त त्यति बत्ती निभाएको कुरालाई बोल्न सकेका छैनन्। म जहाँ हो एउटा वडा अध्यक्षले के सकौँला? मलाई अरू कुरा केही पनि थाहा छैन वडा अध्यक्ष। यो कसको सालोले बनाएको हो यो कालो? त्यो तुरुन्त हटाउनु पर्यो। हामी जनताहरू सुखम बाँच्नु पर्यो उज्यालोमा, बुझ्यो? वडा अध्यक्ष बोलेर हिँडेका छन्, केही गर्न सक्ने होइन। नमस्कार काई साहब। नमस्ते। के हो अध्यक्ष, तिम्रो पार्टीको मेन नेताको सालोको त मार्केटमा निकै हल्लीचल्ली सुनिएको छु त। फेरि को सालो आयो भने कसको सालोले के गर्यो काई साहब? तिमीहरूले हजुरबा बा भन्न मिल्ने, उहाँकै सालोलाई तिमीले सालो भन्ने त नमिल्ने हो र? मिल्न त के मिल्छ, के मिल्छ काई साहब। म यतिसम्म आइपुग्नलाई त कति वर्ष झोला बोक्नु पर्यो? मेरो क्षमता भनेकै त्यही झोला बोक्ने मात्रै हो। त्यही वडा कार्यालय चलाउनलाई त मलाई यति गाह्रो छ। तिमीहरूको सालो सालो भन्थ्यो, त्यही सालोले संसार बनाएको काम। 8 वर्षदेखि संसार एकदम उज्यालो थियो हाम्रो। अहिले 1.5 महिनादेखि संसार अँध्यारो बनायो होइन? तिमीहरूले गरी खानी भयो, हामीलाई गरी खान दिएनौ। हो भने दाइ, यी नेताहरूले आफैले गरी खानलाई यस्तो गरे होला के? बत्ती निभाएर होइन काई साहब, मैले र नेताहरूले गरी खानी चाहिँ कसरी? मैले सब बुझेको छु। बोर्डरबाट इन्भर्टर र ब्याट्री भित्र छ, त्यसकै कमिसन खानलाई होइन?
अघोषित लोड सेडिङ गरेर झ्याप्प झ्याप्प बत्ती निमाइरहेको छौ तिमीहरू। काइसा पनि घरा बत्ती निभाउन त बुढीको अनुमति बिना मैले पाउँदिनँ। तपाईँले यो संसारको बत्ती निभाएको मलाई दोष दिनुभएको। तिमीले हामीलाई एक गरायो, अरूलाई एक गरायो, अनि ती मान्छेलाई ठाउँमा पुऱ्यायो, अनि गल्ती तिम्रो नभए कसको हुन्छ? काइसा पनि एकैचोटि मलाई त आकाशमा पो पुर्याइदिनु भयो त। यही वडाका मान्छेले त मलाई गन्दैनन्, ती ठुला नेताहरूले मलाई चिन्ला नि त। हेर अध्यक्ष, तिम्रो पहुँच कहाँसम्म छ सबै मलाई थाहा छ। तिमीले बोल्न मात्रै नचाहेको किन नानी? ए नानी, यो फ्युजी आइरहेको छ, यो डिग्री पास मलाई सबै कुरा आउँछ, म जानकार छु भन्छ। एउटा यसलाई म क्वेसन सोध्छु, यसले सक्छ सक्दैन है त? नसोध्नु दाइ, तेरो जस्तो जवाफ पनि दिन सक्छ। हेरौँ न, एकचोटि चेक गरौँ न यसलाई। नमस्कार काई साहब। नमस्ते नमस्ते। ए फ्युजी, तँ धेरै आफूलाई पढाइ लेखे एकदम जानकार भन्छस् होइन? मलाई एउटा क्वेसन सोध्छु, भन्न सक्छस्? के क्वेसन हो भन्नु न काई साहब। हेर फ्युजी, अहिले जुन अघोषित लोड सेडिङ जुन भइरहेछ नि, हो यसरी बत्ती गएको बेलामा को मान्छे कुन पार्टीको त चिन्न सक्छस्? ए काई साहब, किन नचिन्नु नि? यो त सबभन्दा सजिलो क्वेसन हो नि। भनिदेऊ यामी? भनिदेऊ पूर्वराम, भनिदेऊ। ल भन्न त। ल सुन्नुहोस् काई साहब, जब बत्ती जान्छ नि, केही पनि नभनिकन चुप्पो लाएर बस्छ नि, हो त्यो चाहिँ उखाने पार्टीको। अनि बत्ती जाँदाखेरि पनि केही पनि गर्न सकिनँ भनेर मैनबत्ती ल्याएर बालेर बस्छ नि, त्यो चाहिँ भुटाने पार्टी। अनि बत्ती गएको बेला उखानेलाई गाली गरेर बस्छ नि, हो त्यो चाहिँ 17,000 वालाको पार्टीको। अनि कुन बेला बत्ती जान्छ र भनेर फेसबुकमा स्ट्याटस लेखेर बस्छु भनेर कुरेर बस्या हुन्छ नि, त्यो चाहिँ लामिछाने पार्टीको। अनि बत्ती जान्छ भनेर दिउँसै खाना पकाएर खाएर बस्छ नि, हो त्यो चाहिँ तपाईँ हामी जस्तो स्वतन्त्र पार्टीको हो। यति बुझ्नुभयो भने तपाईँले बत्ती गएको बेला कुन पार्टीको मान्छे ठ्याक्कै चिन्नुहुन्छ। हो रहेछ नानी, नाम फ्युजी नै भए पनि यति चाहिँ जान्न खोजेछ। यामीको दाजुले मलाई जाँच्ने यस्ता मान्छेलाई त उहिल्यै पढाइसकेको छु। आफ्नो देशमा बस्न नसकेर विदेश गइयो। विदेशमा पनि दलालको हातमा फसेर 1 महिनामा घर फर्किनु पर्यो। के गर्नु जिन्दगी? आफ्नो नेपालमा आएर पनि ग्रिल पसलमा काम गरे। रात दिन बत्ती गएको गई, कामबाट साउले निकालिदियो। के गर्नु थुक्क जिन्दगी। भने बनकाइलो के भयो तँलाई? एक्लै बरबराउँदै हिँडिरहेको छस् त? के हुनु थापा, नेपालमा बल्ल बल्ल एउटा ग्रिल पसलमा काम पाएको थिएँ। त्यो पनि दिनको दिन बत्ती गर काम गरेको 1 महिना पुरा भएको थिएन, साउले निकालिदिइहाल्यो। त्यही भएर आफ्नो मनको पीडा पोकेर एक्लै कुरा गर्दै रहेको। अब यस्तै हो बनकाइलो। अब हाम्रो देशमा नातावाद र कृपावादमा केही चल्दैन। अब हाम्रो देशमा ठुलो नेताको सालोलाई प्राधिकरणमा नियुक्ति गरेका छन् रे। यो त अघोषित मात्र हो, अब घोषित त हुनै रहेछ। हेर्दै जान कति बत्ती जान्छ। ए सालोलाई राखेर पो दिनरातै कालो भएको रहेछ। हानि भए यी देशका आसेपासेहरूले, तिमी हामी गरिबलाई बाँच्न नदिने भए। हेर बनकाइलो, त त 1-2 चोटि विदेश पनि गएर आइसक्यो अरे। अब म पनि जान्छु विदेश। साँच्ची को मार्फत गएको अरे त विदेश? हे बाखे थापा, तिम्रो दिमाग अलिकति सधैँ छ भन्ने थिएँ। तिम्रो पनि हाम्रो जस्तै भएछ। तिमीलाई यी राम्रो छ नि, बाख्रा पालेका छौ, आफ्नो देशमा केही गरेका छौ।
यो विदेश जाने कुरा नगर। तिमीलाई थाहा छ विदेश जाँदा 1 महिनासम्म मैले कुकुरले नपाएको दुःख पाइरहेको छु। तिमीलाई के थाहा? सोच अलिकति विदेश जाने कुरा गरिदेऊ। हेर बनकाइला, तैँले आफैले भने होइन सालाले गर्दा बत्ती गयो काम पाइनँ भनेर। अनि यस्ता सालाले चलाउने त्यसमा नि बस्छु त म। के भन्नु थापा? टोपी चुचेको सालो ओडा अध्यक्षले जस्ताले मलाई विदेश पठाएको तिनीहरू नै हुनु मलाई फसाउने कुरो बुझ्यौ? के गर्नु? ल बस्छ लागे म। ल अध्यक्षज्यू, यो बनकाइलोले बोलायो। किन बनकाइलो? साँच्ची ओडा अध्यक्षज्यू, तपाईँको सालो छ कि छैन? मेरो सालो छ न त छ, तर सालोको बे भइसक्यो। होइन अध्यक्षज्यू, तपाईँको सालोको बे भएको छ कि छैन भनेर मैले सोधेको होइन। तपाईँको सालो कुन प्राधिकरणमा छन् भनेर मैले सोधेको। हुन त ठुला बडाका सालाहरू ठुल्ठुला अफिसमा हुन्छन्, तपाईँको सालो चाहिँ कुन चाहिँ प्राधिकरणमा छन् भनेर मैले सोधेँ। अनि मेरो सालो प्राधिकरणमा होस् कि प्राविधिकमा होस् कि जुनसुकै ठाउँमा होस्, तँलाई के मतलब? त आफ्नो बाटो लाग्दैन। ताल त यस्तो छ, कहिले हुनु देशको विकास? आयो होइन त चुच्चेको सालो, घर त झिलिमिली छ त बत्ती गर। बिमारी जस्ता सालाहरूले गर्दाखेरि हाम्रो नेपालमा के हुन सक्यो के? न घर जानलाई बाटो देखिन्छ, खोइ बत्ती हो भने जाडे जाडे सधैँ जाडे खाएर यत्तिकै छ। किन यहाँ म घर बोले बत्ती हाल न, यहाँ लड्दैन म। त्यही मर आज बिहान हेरेदेखि सालो 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 यत्तिकै छ। ल घरमा नि बत्ती छैन। चाँदनी, चाँदनी के गरे हुन्? कसको फोन आयो फेरि? सालोको। यसको नि फोन उठाउँछु म। घरै पिँडालु बनै पिँडालु, ससुराली जाँदाखेरि बारात पिँडालु भने जस्तो पो छ त।